निकै लामो 10-12 वर्षको रिसर्च पछाडि नै यसलाई हामीले निर्माण गरेको निकै ठुलो होमवर्क छ। को हुनुहुन्छ हजुरको टिममा? यो टिममा चाहिँ नि पुरानो आर्टिस्टमा धीरन दाई पनि राखेको छु मैले, अनि उषा खड्की हुनुहुन्छ, कविता आली दिदी हुनुहुन्छ, अनि बाँकी चाहिँ हाम्रो गुरुङ समुदायभित्रको चर्चित अनुहारहरू जस्तै आनन्द गुरुङ भाइ, गुरुङ चलचित्रको राम्रो नायक हो, रिना गुरुङ नायिका हुनुहुन्छ, अनि यसै गरी नवराजन थापा हुनुहुन्छ निर्माता पनि कलाकार, किरण गुरुङ हुनुहुन्छ निर्माता कलाकार। सबै आफ्नै खालको रहेछ होइन विषयवस्तु अनुसारको। त्यो चाहिँ अलिकति नेपाली यता चलचित्रका कलाकार पनि केही पर्छन्, अनि बाँकी चाहिँ गुरुङ समुदायकै कलाकारहरूलाई हामीले यसमा समेटेका छौँ। र जति पनि कलाकारहरूले हामीले काम गर्नुभएको छ एकदमै पर्फेक्ट गर्नुभएको छ, राम्रो भएको छ। जो साँच्चै भन्छु म त असाध्यै यो चलचित्र टक्क रेडी भएर बसेको छ नि अब प्रदर्शनको तयारीमा, खुसी हुनुहुन्छ? असाध्यै एक्साइटेड छु कि म एकदमै त्यो कहिले दर्शकलाई भेट्ने भइरहेको छ।